अलि हेर मलाई आँखाको बाटो हुँदै मनमा बसाऊ नजिक आउने प्रयासमा छु बिन्ती मदेखि टाढा नजाऊ भुलिदिए तिम्रो लागि आफूले आफूलाई अब मनको घाउ कहाँ पोसिलाऊ अंगालोमा बाँधी तिम्रो मलाई त्यही कैद गरा हो खुला तिम्रा ओठलाई मेरा ओठमा राखी बन्द गरा त्यही निदाउँछु म त्यही नै पाउँछु म जिन्दगीका रंग खुसीको तिमी सामु नभएका दिन लाग्छ खाली खाली के अर्थ जुनेली रातको दुनियाँभरिमै मन पर्ने आभास हो न्यानो स्पर्श तिम्रो हातको पग्लिए म सामु तिम्रो समेट मलाई खोजी हिँड्छु तिम्रै अङ्गालो त्यही नै पाउँछु म जिन्दगीका रंग खुसीको शब्दसँग खेल्न त आउन मलाई तिम्रो लागि कोर्दैछु केही भावना मिसाएर यो गीतको तालमा गाउन चाहन्छु म केही मनमुटुमै लेखिदिए नाम तिम्रो खोजी हिँड्दैछु तिम्रै बाटो त्यही निदाउँछु म त्यही नै पाउँछु म जिन्दगीका रंग खुसीको
जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बरफी पलुझे जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिमी भन्दा बढी म
समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाँटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो
सम्पूर्ण दाजुभाइ दिदीबहिनी अभिभावकहरू गाउँलेहरू उहाँहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु। प्राप्ति होस् भन्ने हामी सबैको जहिले अभिव्यक्ति गर्न चाहन्छु। अब हाम्रो कार्यक्रम भोलिसम्म पनि सम्पन्न हुनेछ। भोलि चाहिँ हाम्रो दुलहा पूर्णबहादुर घोजाने गुरुङबाट तल आमन्त्रित सम्पूर्ण गाउँले दिदीबहिनी दाजुभाइ आमा बुवाहरूलाई आमन्त्रित गर्न चाहन्छु। र आज चाहिँ यो हाम्रो दुलही तर्फको भोज भत्यार सम्पन्न हुँदैछ। अब रीतिरिवाजको कारणले गर्दाखेरि अब हामी गुरुङको के अरे रीतिरिवाजको कारणले गर्दाखेरि त्यसले पढ्यो। अब त्यस्तै हामी निभाउँदैछौँ। र अब हाम्रो यहाँको दिदीबहिनी दाजुभाइ के अरे आमा बाउ र साथीहरूलाई धेरै धेरै धन्यवाद छ। र हाम्रो अहिलेको के अरे शुभकामना अब सुविधार फरफोर चियारको सुविधार पूर्णबहादुर गुरुङ र फाइभको सुविधार पूर्णबहादुर गुरुङ र साथमा देशमाया गुरुङहरूले अब यहाँ हामीलाई इन्भर्ट गर्न आउनु भएको थियो। 40 साल मङ्सिरको 26 गते भएको थियो। लगभग आज आएर 30-35 वर्षको ड्युरेसन भइसकेको छ। तर हामी यहाँ गुरुङहरूको एउटा रीतिरिवाज छ जो कि संस्कार रीतिरिवाजलाई मैले मान्ने राख्दै आज यो रीत या भने यसलाई मान्ने गुन्ने भन्छ। त्यो चाहिँ मैले सबै चिज फलो गर्दै अहिले मेरो यहाँ 30-35 वर्षको उमेरमा आएर बिहा भएको। त्यसको बादमा मैले यो संस्कार मानिरहेको छु। त्यसैले आज यहाँ उपस्थित हुनुभएको मेरो सम्पूर्ण दाजुभाइ दिदीबहिनी गाउँले इष्टमित्र मभन्दा ठुला बडा आमा बुवा दिदी बेना जति पनि छ ससुरालीको तर्फबाट सबैलाई मेरो तर्फबाट मुडी धन्यवाद छ। र म आज यहाँ आफ्नो संस्कारको लागि जो आफ्नो पेय लिएर या रीतिलाई लिएर यहाँ उपस्थित भयो, मेरो जो स्वागत यहाँ मलाई गरेको वेलकम, यो गुरुङ संस्कार अनुसार यहाँहरूले यहाँ गर्नुभएको म धेरै धेरै आभारी छु। तर किस्मतले त्यस्तै भयो। फेरि पनि सबैलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो कार्यक्रममा चाहिँ यहाँ समाप्त गर्न चाहन्छु। तर रमाइलो चाहिँ गर्ने हो हामी यहाँ बसेर। तर मेरो जति पनि यहाँ उपस्थित हुनुभएको इष्टमित्र सबैले साथ दिनेछ भन्ने म आशा राख्दछु। यति भन्दै म धन्यवाद दिन चाहन्छु सबैलाई। धन्यवाद। Bawa Sering Tamang as a professor from join अब मलाई यो गाउँमा आउँदा सबभन्दा मजा के लाग्छ भनेपछि मेरो आफ्नो मान्छे छ। मेरो आफ्नो मान्छे जताततै हेलो आफ्नो मान्छे जति हुन्छ उहाँहरूको चाहिँ कतिकति हेर्दाखेरि खुसी लाग्छ। र सँगसँगै के छ भनेपछि यो गाउँमा जसरी म यहाँ आइरहेको छु, अब यसमा मेरो साडु दाइ आजको विशेष मेरो साडु दाइ दिदी पूर्णबहादुर गुरुङ अनि हाम्रो दिदी देशमाया गुरुङ, उहाँहरूको चाहिँ यो विवाह बन्धनको चाहिँ
यसमा चाहिँ सबै घुमेर आयो चाहिँ एकदमै खुसी लागिरहेछ फेरि नै साह्रो मैले भन्दैछु कि तपाईँ आजबाट त अब घरबारे गयो अब त हिजोसम्म कन्ने थियो अब त वरिपरि हेर्दै होइन छड्के आँखे हेर्दै होइन तर चाहिँ के छ म अझैसम्म कन्ने छु लाइफ कस्तो हुनुपर्छ भने चाहिँ आफूले खुसी राख्नुपर्छ भन्ने कुरो हो कि हो कि होइन अब चाहिँ साडुले चाहिँ अब चाहिँ तपाईँले आफ्नो श्रीमतीले खुसी राख्ने हो राखिराख्नु भएको छ अझ धेरै खुसी राख्ने हो कि होइन परिवार एउटा यो हुन्छ फ्यामिली हुन्छ आफ्नो समाज कसरी बन्छ भने चाहिँ जब एक्लो मान्छे चाहिँ बाँधिन्छ यो बन्धनमा त्यहाँदेखि परिवार बन्छ परिवार मिलेर समाज बन्छ समाज मिलेर गाउँ बन्छ गाउँ मिलेर सहर मिलेर के भन्छ देश बन्छ हो कि होइन तर चाहिँ सबभन्दा धरापालो कुरा के हो भने हामी नै सब थोक भने चाहिँ हामी नै हो भित्र थिए सिरैमा राख्यौ न त दुःख दियौ न त पिरैमा राख्यौ दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला अब जिन्दगी सँगै काटौँला नयाँ थर हुन्छ तर चिन्ता नलेऊ प्यारी स्वर्ग सर हुन्छ दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला अब जिन्दगी सँगै काटौँला परे पनि दुःख परे पनि मेरै काखहरू जो सानो आँसु झरे पनि दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला दुःख साटौँला प्यारी सुख साटौँला अब जिन्दगी सँगै काटौँला अब जिन्दगी सँगै काटौँला
तर यो पनि रीति राख्नै पर्छ मेन राख्नै पर्छ फेरि तो कुहिरी पिताले फेरि कुहिँदै स्याप शुभकामना काम चाहिँ मलाई भयो यो तिनवटा चिज हामीले चाहिँ अनि पर्छ खतबा गोम्बरे पनि तर गोम्ब ग्यारी छोड्नु थाल्दा खाँदैन जिल्ला तर यहाँ हो तर यो चाहिँ सदिङमा सुटिङमा त्यो सोलको पनि बडा मूल्यवान चिजहरू यो गर्ने नि त यो गर्नु नभ्याएको कारणले यो गर्नु नसकेको कारणले आज फेरि जनाउँदा जनाएको जमिनमा अब आजसम्म चाहिँ आज छौली गहिरो राङमा मानी होला वा छौली गहिरो जस्तो समेत आँसु छौली गहिरो राङमा उसको बादमा तिनी चाहिँ नजिक जो खास गरेर कि हाम्रो राङ वा म अहिले नजिक छ तर टाढो भएको यो मलाई खाजा जस्तो खाजा जस्तो हुन्थ्यो होइन त्यही भएर ल यिनी सम्मान आज सम्मान आज सम्मान चाहिँ अब खङ्गाल देब्रे छौली गहिरो गरेर बसेको थियो
आजबाट चाहिँ मैले लग्यो होइन मरे नि बाँचे नि पाले पुण्य मरे पाप भने जस्तो भयो यो खाजा भनेको बाटोमा टाढा जाँदाखेरि भोग लाग्छ भनेर यो हालेको भयो यो म माने चुए ज्ञान रद्दा अर्थ छलीको र झल ढाडीमाथि छुट्याइदिए चाहिँ बढ्थ्यो त्यो भएर नरमाइलो लागेर के त पोटेन्सियम यताउता हुन्छ भने रोकेको भयो त्यही अर्थले बाटो छेकेको अब मैले लगेपछि जुत्ता बाटो कसैले छेक्दैन जुन दिन यसको स्वर्गलोकमा पुग्छ अदेमा बेलेरी के किरा काट्छ लामाले गर्दाखेरि लामालाई फेरि हामीले रोक्छ फेरि यो अर्थमा बुझाएर अब म यसको हो खुजुलो तादा टिप्रोमा कति रोक्छ सालियो है यो तीन पानी हो जुला ताला बोइत्रे म्या पानीको मूल्य हो सही कुरा एकदम राइट हो 10 बिन्दो भयो 5 को 10 ल खोज्नु त चलो बारा सम्हाली थिनो जुनी भरिलाई
सम्हाली दिनु जुनी भरिलाई गलबन्दी चिनो लो राजालाई गलबन्दी चिनो लो राजालाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई चलो चिनो रानीलाई चलो चिनो रानीलाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई नया नया सजो है संसार नया नया सजा है संसार नया नया सजो है संसार नया नया सजा है संसार नया नया सजाऊ है संसार सुख दुःख बाटो है मिलेर घामको पहिलो किरण झुन्छ गरा गरा आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा नया नया सजो है संसार सुख दुःख बाटो है मिलेर घामको पहिलो किरण झुन्छ करा करा आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा नया नया सजाऊ है संसार सुख दुःख बाटो है मिलेर नया नया सजाऊ है संसार नया नया सजाऊ है संसार मेरो मायाले बोलायो तिम्रै पछि पछि मै मेरो मायाले बोलायो तिम्रै पछि पछि मै यो पहाडको ढुङ्गा माटो यी सबै हुन् माया बसेको यो पहाडको ढुङ्गा माटो यी सब हुन् माया बसेको सबै साथै हाँस्छन् सबै साथै खेल्छन् पिर खुसी जति छन् बाँड्दछन् सारा नयाँ नयाँ सजाऊ है संसार सुख दुःख बाटो है मिलेर नया नया सजाऊ है संसार नयाँ नयाँ
सजाऊँ है संसार सजाऊँ है संसार नयाँ नयाँ सजाऊँ है संसार सजाऊँ है संसार नयाँ 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 सजाऊँ है संसार सजाऊँ है संसार नयाँ नयाँ सजाऊँ है संसार नयाँ नयाँ आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली बेहुली आज किन सपनामा झुके जस्तो लाग्दैछ आज किन सपनामा झुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली 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 मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई बजाई पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति स्वर सिंगार गरी पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति स्वर सिंगार गरी मुटुको यो ढुकढुकी थामेर बसेकी बेहुली 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 फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु उनको खाली पानामा तिम्रै नाम कोर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली आज किन सपनामा झुके जस्तो लाग्दैछ आज किन सपनामा झुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली 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 बेहुली
भर्ती भएको 2010 मा हो 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 मैना जुले इन्देको चस्मा हो मैना जुले इन्देको चस्मा हो लाला जे हमर पहला अरे मिठापन बनाउँदा बनारसे वाला मिठापन बनाउँदा बनारसे वाला अरे मिठापन बनाउँदा
मेरो रूप रंगले
गर्छु तिम्रोलाई मैले जे पानी गर्छु मार भने मार्छु मर भने मर्छु तिम्रोलाई मैले जे पानी गर्छु स्याउली बजारमा ताना तान भो हाना हान भो तिमीलाई देखेर ताना तान भो हाना हान भो तिमीलाई देखेर ताना तान भो हाना हान भो तिमीलाई देखेर घुमाउन लान्छु अरूलाई जुबानमा देउहै कान्छु सपिङ गराउँछु घुमाउन लान्छु अरूलाई जुबानमा देउहै कान्छु स्याउली बजारमा ताना तान भो हाना हान भो तिमीलाई देखेर दाना तान भो हाना हान भो तिमीलाई देखेर ताना तान भो हाना हान भो तिमीलाई देखेर
Habla rápido, se habla chulo. Oh, yes. Habla rápido, se habla. Very good. No? Oye. मलाई